हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। के छ साथीहरू, चाहिँ इक्जाम सकियो आज हाम्रो। साह्रै गर्मी भएर हामी यहाँ गाडी कुरेर चाहिँ बस्या हो। यहाँ गाडी नै आएन। गाइज म तपाईँलाई यहाँको भ्युज देखाउँछु। गाइज यहाँको भ्यू चाहिँ यस्तो छ, कस्तो खतरा भ्यू छ। गाडी कुरेर बस्या हो, अझै आएन गाडी। गाइज धेरै पछि भ्लग बनाएँ मैले आज चाहिँ, कति 1 महिना पछि। अनि बोल्न चाहिँ केही पनि आएन क्या, यस्तो के बोल्ने भयो। अब के भन्नु गाइज, हामी चाहिँ कहाँ हिँड्नु सबले आरएनएससी हिँड्न लगाएको। अनि हाम्रो आज इक्जाम सक्यो, अब त्यहाँ गएर चाहिँ गाडी चढ्न लगाएको। यस्तै छ साथीहरू, के भन्नु छ र अरू केही भन्नु छ तिमीलाई? के भन्नु छैन, जिन्दगी तनाव छ, बेहाल छ जिन्दगी साथीहरू, त्यस्तै हो। के अरे आज इक्जाम सक्छ, पर्सिदेखि फेरि प्र्याक्टिकल इक्जाम छ साथीहरू, त्यस्तै छ। के भन्नु, बिदा होइन? छैन बिदा, नबिदा, ओन्ली क्लास। गाइज यो फुल चाहिँ यहाँ चाहिँ फेमस छैन, यताको साइडतिर चाहिँ कस्तो खतरा छ, तर यहाँ देखिएन यो क्यामेरामा चाहिँ। गाइजहरू अनि त्यहाँ हेर्नुहोस्, यो के ग्राउन्ड हो यार, के ग्राउन्ड हो? गाइज यो चाहिँ काठमाडौँ सहर भयो। यहाँ चाहिँ गाडीहरू एकदम उडिराखेका छन्, यता र उता हिँडिराखेका छन्, यस्तै छ। अनि यो केटी यता हिँडिरहेछ, म चाहिँ यता हिँडिरहेको छु, त्यस्तै त हो नि। गाइजहरू हामी यता आइयो, कता आइयो यार, बाहिर निस्किम हो। त्यहाँदेखि बाहिर कस्तो राम्रो आएको यार, हेर्नु नि राम्रो आयो है, हो एकदम। मेरो कपाल चाहिँ भुत्नी जस्तो आयो, के भन्नु। आज इक्जाम सक्यो फाइनली, टेन्सन सक्यो मेरो। हुन्छ टेन्सन सक्यो होइन साथी, उस बाँकी छ। क्या गरेर फेरि ट्युजडेदेखि इक्जाम छ, अनि अर्को सन्डे सकिन्छ, त्यसपछि फेरि क्लास लागिहाल्छ। हाम्रो जिन्दगी यस्तै हो, घर जानु पनि पाएर के गर्नु, गाह्रो छ। घर जान नपाएर यहीँ तडपेर बसेछौँ हामी चाहिँ। तराई जस्तै गर्मी छ यो काठमाडौँमा नि, तर बढी छ। मैले मौसमको त्योमा देखेको थिएँ कि वेदरमा आज पानी पर्ने जस्तो थियो, तर के थाहा पानी पर्ने। ल साथीहरू हामी चाहिँ यहाँ आइपुग्यौँ, अब हिँड्दैछौँ बिस्तारै आफ्नै गतिमा। ल साथी, म तिमीलाई एउटा कुरा सोध्छु ल, अब घर गएर चाहिँ के गर्ने? घर गएर सुत्छु पहिला, फर्स्ट सुत्छु, त्यसपछि खाना खान्छु होइन, त्यसपछि फेरि सुत्छु। जिन्दगी सुत्ने उठ्ने यस्तै चलिरहेको छ जिन्दगी। हुन्छ नि मान्छेको फर्स्ट लभ भने, मेरो मान्छेको त होइन, मेरो फर्स्ट लभ चाहिँ निन्द्रा हो। यो छैन, तर निन्द्रा चाहिँ पुरा हुनु पर्यो मेरो, त्यही भएर म 8 घन्टा 10 घन्टा कम कर्ममा र मेरोमा 10 अलिक कम भयो कि 12 होला नि। म सुत्दिन्छु यार, राति 10 बजे सुत्छु, बिहानमा 10 बजे उठ्छु, एकैचोटि 12 घन्टासम्म रमाइलो छ। हामी चाहिँ गाडी चढ्यौँ, अब चाहिँ हामी घर हिँडेको, घर जाने, सुत्ने, भन्नुहोस्। म तपाईँलाई चाहिँ म तपाईँको चाहिँ इन्टरभ्यू लिन चाहन्छु। अनि ल भन्नुहोस्, तपाईँको प्लस 2 लाइफ चाहिँ कस्तो भयो? प्लस 2 लाइफ यति राम्रो भयो, यति राम्रो भन्नै सकिनँ। त्यस्तो मेरो स्कुल लाइफ नै थिएन, प्लस 2 लाइफ यस्तो थियो। त्यहाँ मेरो सब यस्तो राम्रो फ्रेन्ड मैले चाहिँ स्कुल लाइफमा नै थियो, तर प्लस 2 लाइफमा हुन्छ नि जहिले गाडीमा छ, जति बेला नाचेर जानु भन्दैन, नाचेर हिँड्ने सब। किनभने यस्तो काण्ड गर्थेँ म होस्टेलमा, राति भूत बनेर सबलाई तर्साउने काम पनि गर्थेँ। तर होस्टेलमा पाउचु लगाएर, त्यो व्हाइट ड्रेस लगाएर पाउचु लगाएर राति 1-2 बजी अझ यहाँ मुखमा चाहिँ पिठो दलेर होला नि। पिठो त होइन यार। अनि एक दिन के सबजना थाहा पायो कि राति कसैले पाउचु बजाउँछ होइन, अनि वार्डनले एक दिन क्यामेरा चेक गर्यो, अनि क्यामेरा चेक गरेपछि मेरो फेस आएको छ त्यहाँ। मान्छे कति गफाडी छ। प्रिन्सिपलको अफिसमा लगेर मलाई एकछिन हुन्छ नि यार फर्केर के भयो, अनि त्यसपछि हुन्छ सर म गर्दिनँ भनेर, त्यसपछि म अलिक गरेर त्यो काण्ड अरू चाहिँ गर्थेँ। बाहिरबाट खाना लिएर आउनु, बाहिरको खाना त एक्सपर्ट हो नि त तिमी त। त्यस्तो बाहिरको खाना एलाउ थिएन, त्यही नि म कहाँबाट छिराउँदै भित्रबाट छिराउँदै बाहिर। सर मलाई यो काण्ड बाहिर जाने छ, 5 मिनट
गाइज भन्नुहोस् तपाईँ आफै यस्ता गफाडीसँग अब सङ्गत गरेपछि म त्यसै गफाडी भएन अनि साह्रै यस्ता गफाडीसँग बसेपछि म नि गफाडी भइरहेको त्यही भएर के भन्नु त्यहाँ चाहिँ रोज रहेछ ती 2000 को 2000 को रोज हामी चाहिँ यहाँ खाजा खान आएको साथीहरू 2 जना त्यही छ र खाजालाई चाहिँ कुरिरहेछौँ खाजा चाहिँ ऊ त्यहाँ खाजा आलु चप हो अनि खाजा चाहिँ ऊ त्यहाँ बन्दैछ ती यहाँ